हेलो गाइस वेलकम टु माय न्यू भिडियो। आज हामी फेरि केटे भिडियो हाल्न हामी यहाँ सिजन छ अनि यहाँ सरोज यहाँ हाम्रो अर्को हिजोको क्यामेराम्यान रहेको छ यहाँ हेर्न सक्नुहुन्छ। आज चाहिँ म्याच हुनेछ गइरहेको यिनीहरू दुईटाको बीच सिधा पेपर गरेर को ब्याटिङ फर्स्ट चुज गर्नको लागि गइरहेको छ। सरले ब्याटिङ चुज गरेको छ जिते बलिङ गरेर जित्ने चान्स थियो। ब्याट्सम्यान जाँदै 10 ओभरको म्याच उता बलर सिधम जान मगर किपर नि गएको छ। ट्राइबल ट्राइबल हान्नको लागि बलर रेडी। अरे ट्राइबलमै नो बल हाने पनि डिफेन्स खेलेछ। राम्रो सुरुवात गरेको सरोजले ट्राइबलबाट प्लेबलबाट थाहा भएन। यहाँ देख्न सक्नुहुन्छ उता बलरले बल फाल्यो। यहाँ किपरले डर खाएको छ बल किपरले सेभ गर्यो। स्टिम त्यहाँ रहेको छ फेरि बलिङ गर्दै फेरि डर खाँदैछ सरोज। बललाई हेरेर हान्न कोही भनियो तँलाई। सिजल 2 बलमा 0 रन भएको छ। सिजलले फेरि बलिङ गर्दै हैन सिजल सिजलले तर बलिङ गर्दै सरोज फेरि रेडी के गर्छ नि त सरले फेरि डट खान्छन्। यसको काम 3 बल 0 रन। अघि छोटो बरुवा छुनै सके छैन यसले। अब बलरले बल फाला। अरे डट हिसे डट के हो यो डटेको भाइडो फेरि डट भनिएको छ। मलाई त भाइ चाहिँ आएको मलाई त डटेको भाइडो राइट अरे राइट मानिएको छ बल। बलर फेरि रन लिख्दै बल गर्दा सरोज रेडी केटा क्याच हुन्छ र रन दिन लिएको खान ओ भाग्न पाए दाइ हालेको छन् लाग्यो लाउँदा लाग्यो नि खेल्न सक्ने भनेको हो न त यसको भागमा खेलिदिन्छ त ल पिचमा री बनाउँदै री बुझेर उता हल्का इन्जरीको मुभमेन्ट ट्राई हान्दै सरोज रेडी फेरि डट 5 बलमा जिते मेन ओभर खामला जस्तो छ यिनले। सो 1-6 हान्छ कि नै हेर मैले यहाँ बलरले बल फाल्यो। सिजनले तर बल फालै सरोज रेडी फेरि हान्यो तर फेरि डट खायो। मेडिन ओभर खाएको छ सरोजले। कृपया यसको फेस हेर्न सक्नुहुन्छ हजुरहरु। यता यसले खुसी भइरहेको डट खाएर उता किपर चाहिँ अनि यता यसले हानेको छ र बल पछाडि गएको छ। अरूले हान्दैन अहिले हानिन्छ यसले। म जुम गरेर देखाउँछु यिनीहरूलाई। उताबाट बलरले बल फाल्नको लागि रेडी रन अप लिख्दै यताबाट बल फाल्यो फेरि ए जम्मा एकको टाकिदिएको सरोज हार्न गइरहेको छ। यहाँ सिजन आयो एक ट्राइबल हान्यो है त्यसले हान्यो ट्राइबल ट्राइबल हान्दै फेरि सरोज ट्राइबल हानेका छन् हानेनन् एलबिडब्ल्यू आउट हुन। उता बल जाँदै हाले बलले बल आउट छिर्यो सुपर ओभर हुन गइरहे गोल्डन डक खुवाइदिएको छ सरोजले। सुपर ओभर हुन गइरहेको छ यहाँ। किपर पानी खान जान भने जान सक्छन्। कृपया कसैले पानी खान जान्छ हुन्न सुझे पेपर घुम्न गइरहेको सर फेरि ब्याटिङ हार्न मन लागेको रहेछ क्या सरोजलाई। एकछिनको लागि म किपर बसिदिन्छु यहाँ 6 बल बलर बल फाल्यो ट्राइबल हुन्न हेर त के गर्छन्। पहिलो बल मारेका छन् रन लिन भागेका छन् तर के हुन्छ लाग भाग्न अझै बस कहाँको लेट रन हुन्छ 1 रन त मानिन्छ 1 रन मानिन्छ 1 रन मानिन्छ 1 रन भएको छ 1 बलमा। यिनले 6 बलमा 6 रन हानेर आउट पार्न सक्छन्। यिनको भर छैन सरोजको।
बॉलरले दूसरी बॉल मारा, अरे पड्कायो फिर से। म झुकेर हिन्दीमा बोल्छु गाइस, हल्का हिन्दी बोल्ने बानी है मेरो। चौका हान्न सफलता। 5 रन भएको छ 2 बलमा। अर्को बल बलरको फालेको छ, फेरि पड्काएको छ यसले। भाग्न दे पनि के गएको छैन, अझै 1 रन लिए भयो। फेरि 1 रन लिए। 3 बल 7 8 9 रन भएको छ 3 बल। ह ओए 2 लिए 1 रन थियो, चौका 8 4 3 8 हो नि। 2 रन गयोस्। ए 12 3 खाने गइले। 7 रन भएको 3 बलमा। अर्को बल फेरि डर खाले, स्टम्पिङ मिस हुँदैछ। 4 बलमा 7 रन हान्न सफलता। हेरौँ 10 रन 2 रन 10 रन हाल्नु नि जित्ने चान्स हुँदैन गो। हेरौँ न सरले के गर्छ अब। सुपर ओभरमा अर्को बल नि डर खाँदै। 1 बलमा 7 रन रहेको छ। 1 बल बाँकी। हेर्दै जाम कसले जित्दो रहेछ यो म्याच। सुपर ओभरको अन्तिम बल फर्स्ट इनिङको हाने तर क्याच आउट। लास्ट बलमा आउट हुँदै सरोज। सिजन जित्ने चान्स रहेको छ। जम्मा 8 रन चाहिएको छ। पहिलो बल बलरको के हुन्छ त? स्लो बिट 6। जम्मा अब 2 रन चाहिएको छ जित्न। 8 को भाइ 8 हैन 9 को के 8 को 9 को 8 वटा आउट लाग्यो। जम्मा 2 रन चाहिएको हो जित्न। के गर्छन् त ब्याट्सम्यान? आउट हुन्छ कि फेरि सुपर ओभर हुँदो रहेछ। हेर म यहाँ 12 के डट बल 2 रन। पहिलो बलमा स्लोविक 6 हान्न सफलता। 2 बल 6 रन। सरले आउटको अपिल नगरेको छ। आउटको अपिल गरेर आउट हुने थियो तर अपिलै गरेन यसले। देख्नुहोस् विराट कोहलीको। विराट राहुल मारा सिंह हान्न त हाने तर लेट रन भएको छ। 1 रन नि आउनु।